सबैमा नमस्कार। म हिराचन्द्र अधिकारी हिराचन्द्र युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आजको भिडियोमा म तपाईलाई शिक्षक चौतारी शिक्षक अभिमुखीकरण कोर्सको बारेमा सम्पूर्ण जानकारी दिनेछु। यो कोर्स नेपाल सरकार शिक्षा तथा मानव विकास केन्द्रद्वारा सञ्चालनमा ल्याइएको छ। सिकाइ चौतारी प्लेटफर्मले शिक्षकहरूलाई डिजिटल सिकाइ, नयाँ शिक्षण विधि र आधुनिक प्रविधिको प्रयोगमा दक्ष बनाउँछ। नेपाल सरकारले सञ्चालनमा ल्याएको शिक्षक अभिमुखीकरण कोर्समा शिक्षक आफ्नो फुर्सदको समयमा यो तालिम लिन सक्छन् र यो तालिम लिए बापत उनीहरूले अनलाइनमै सर्टिफिकेट अथवा प्रमाण पत्र प्राप्त गर्दछन्। नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको शिक्षक अभिमुखी कोर्समा सहभागी हुनको लागि सबैभन्दा पहिले तपाईं आफ्नो मोबाइलमा रहेको गुगल क्रोममा जानुहोस्। सर्च बारमा सिकाइ चौतारी टाइप गरी सर्च गर्नुहोस्। सिकाइ चौतारी भन्ने यो यस्तो किसिमको इन्टरफेस देखिन्छ। यो सिकाइ चौतारी learning.cehRD.gov.np भन्ने यहाँ देखाएको छ। यसमा सेलेक्ट गर्नुहोस्। त्यसपछि तपाईं यहाँ यो टपमा 3 लाइन देख्नुहुनेछ। त्यो 3 लाइनमा सेलेक्ट गर्नुहोस्। यदि तपाईं पहिलो पटक सिकाइ चौतारी एप्समा हुनुहुन्छ भने तपाईले एउटा एकाउन्ट खोल्नुपर्ने हुन्छ। त्यसको लागि यो क्रिएट अ न्यू एकाउन्टमा सेलेक्ट गर्नुहोस्। तपाईहरुले यहाँ तपाईको युजर नेम, पासवर्ड, इमेल राख्ने ठाउँहरु दिन्छ। यसरी तपाईको यहाँ सबैभन्दा माथि युजर नेम, त्यसपछि पासवर्ड, त्यसपछि इमेल, यस्तो किसिमका अप्सनहरु देखिन्छ। यसरी तपाई मोबाइलबाट आफ्नो आइडी यहाँ सबै भर्नुपर्ने हुन्छ। यदि तपाई ल्यापटपबाट आफ्नो एकाउन्ट बनाउन चाहनुहुन्छ भने त्यसको लागि ल्यापटपमा रहेको गुगल क्रोममा जानुहोस्। यो सर्च बारमा सिकाइ चौतारी टाइप गरी सर्च गर्नुहोस्। यहाँ यस्तो किसिमको इन्टरफेस देखिन्छ। learning.cehRD.gov.np भन्ने यस्तो किसिमको देखाउँछ। यो सिकाइ चौतारीमा सेलेक्ट गर्नुहोस्। तपाईलाई यस्तो किसिमको इन्टरफेस देखिन्छ। यो मोबाइलमा पनि देखिन सक्छ। यसलाई क्रस गर्नुहोस्। यहाँ तपाईको आफ्नो एकाउन्ट छ भने यहाँनिर लगइन गर्नुहोस् र यहाँ हाम्रो युजर नेम राख्नुहोस्, यहाँ पासवर्ड राख्नुहोस् र लगइन गर्नुहोस्। यदि तपाईसँग यो छैन भने क्रिएट अ न्यू एकाउन्ट लेखेको छ, यसमा सेलेक्ट गर्नुहोस्। त्यसपछि तपाईँ यहाँ आफ्नो युजर नेम लेख्नुहोस् र एउटा पासवर्ड राख्नुहोस्। तपाईँ यहाँ पासवर्ड राखिसकेपछि यहाँ तपाईको इमेल एड्रेस भनेर मागेको छ। यहाँ तपाईँ इमेल एड्रेस राख्नुहोस्। कन्फर्म इमेल, यो इमेल तपाईले मिस्टेक गर्नु हुँदैन। यो कन्फर्म इमेल गर्नुहोस्। त्यसपछि तपाईको फर्स्ट नेम के छ त्यो फर्स्ट नेम लेख्नुहोस्, एससी, लास्ट नेम एससी अधिकारी, यहाँ घोडाघोडी नेपाल, यसलाई भर्दै जानुस्। यहाँ के छ तपाई युजर टाइपमा यहाँ टिचर राख्नै पर्ने हुन्छ। त्यसपछि तपाईको यहाँ यस्तो किसिमको इन्टरफेस देखिन्छ। मोबाइलमा पनि तपाई यस्तै किसिमको इन्टरफेस देख्नुहुनेछ। यहाँ तपाईको प्रदेश छनौट गर्नुहोस्, सुदूरपश्चिम। तपाईको डिस्ट्रिक्ट कुन हो त्यो डिस्ट्रिक्ट छनौट गर्नु, कैलाली। तपाई कुन पालिका या नगरपालिका कुन हो त्यसलाई सिलेक्ट गर्नुहोस्। यहाँ दिएकै सबै अप्सनहरु पुरा गर्नुहोस्। यहाँ स्कुल प्रोफाइल भनेको चाहिँ स्कुल नेम, तपाईको स्कुलको नाम, पुरा स्कुलको नाम लेख्नु। यसरी तपाईले स्कुलको पुरै नाम लेखिसकेपछि यहाँ सक्सेस भयो। यहाँनिर क्रिएट माई न्यू एकाउन्टमा सेलेक्ट गर्नु। यो तपाईँ यहाँ सेभ गरेर पनि राख्न सक्नुहुन्छ। पछि ओपन गर्दा यहाँ देखिन्छ सेभ गरेर राखेको छु। अब तपाईको यो यति गर्नुभयो भने तपाईले यो भेरिफाई गर्नुपर्ने हुन्छ। यो भेरिफाई गर्नको लागि यहाँनिर तपाईको जीमेल एकाउन्ट छ। यो जीमेल एकाउन्टमा यहाँनिर कन्टिन्यू गर्नुपर्ने हुन्छ। यसलाई कन्टिन्यू गर्नु। यसरी कन्टिन्यू गरिसकेपछि तपाईको जीमेलमा एउटा नोटिफिकेसन आउँछ। त्योबाट तपाईले भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाई यसलाई अब हामी हटाइदिन्छौँ। जीमेलमा जानुहोस्, जीमेल सर्च गर्नुहोस्। अब यहाँ मेरो जीमेल मैले सर्च गरेँ। तपाईको यहाँनिर एडमिन युजर भनेर सिकाइ चौतारीबाट एकाउन्ट कन्फर्मेसन भनेर एउटा जीमेल आएको हुन्छ। त्यसमा सेलेक्ट गर्नुहोस्। यसमा सेलेक्ट गर्ने बित्तिकै तपाईका यस्तो किसिमको इन्टरफेस देखिन्छ। हेर्नु होला यो किसिमको इन्टरफेस। यसरी यसलाई क्लिक गर्नु। त्यसपछि एससी अधिकारी तपाईको यहाँ नाम आउँछ, यहाँ याची आउँछ,
यहाँनिर कन्टिन्यू भन्ने अप्सन आउँछ, यसरी कन्टिन्यू, यो सिकाइ चौतारी यस्तो आउँछ, यसलाई क्रस गरिदिनुहोस्। तपाईँको एकाउन्ट बन्यो, एकाउन्ट भेरिफाई भयो। यहाँ केही भर्नुपर्ने हुन्छ, त्यसको लागि यो माथि प्रोफाइल पिक्चर अथवा यहाँ चाहिँ लेखेको तपाईँको नामको पहिलो अक्षर र लास्ट अक्षर यहाँ देखाउँछ, त्योभन्दा यतापट्टि एउटा एरो छ, तपाईँले मोबाइलमा पनि यस्तै फेला पार्न सक्नुहुन्छ। त्यो एरोमा सेलेक्ट गर्नुहोस्, त्यसपछि यो प्रोफाइलमा सेलेक्ट गर्नुहोस्। यो प्रोफाइलमा सेलेक्ट गरिसकेपछि यो ठाउँमा तपाईँले एडिट प्रोफाइल भन्ने अप्सन देख्नुहुनेछ, यो एडिट प्रोफाइलमा सेलेक्ट गर्नुहोस्। यहाँ जति जति कोठाहरू छ खाली छ त्यो ठाउँमा भर्दै जानुहोस्। आफ्नो प्रोफाइलको पिक्चर राख्नु भएन भने भोलिका दिनमा सर्टिफिकेट नआउन सक्छ। यहाँनिर यो फाइल लेखेको र यहाँनिर एउटा एरो छ, यसबाट अपलोड गर्नुहोस्, यो ठाउँमा जानुहोस्, यो ठाउँमा सेलेक्ट गर्नुहोस्। यो ठाउँमा सेलेक्ट गरिसकेपछि अपलोड अ फाइल भन्ने अप्सन देख्नुहुनेछ, यो अपलोड अ फाइलमा सेलेक्ट गर्नुहोस्। त्यसपछि तपाईँले चुज अ फाइल, त्यहाँ फाइल चुज गर्नुपर्ने हुन्छ, फोटो, यसमा क्लिक गर्नुहोस्, कुन ठाउँमा राख्नुभएको छ। यसरी हेर्दै मैले यहाँ राखेको छु, यो फोटोलाई यसरी चुज गर्नुहोस् र यहाँनिर ओपन गर्नुहोस्। यसलाई तल जानुहोस्, अपलोड दिस फाइल भनेर यसलाई अपलोड दिस फाइल। यो ठुलो भयो, अलिक सानो फोटो तपाईँले चाहिन्छ, ठुलो फोटोहरू यहाँ आउँदैन, त्यसलाई अलिकति सानो आफ्नो मोबाइलबाट खिचेको अपलोड 1 MB, 1 MB सम्मको मात्र खिच्नुपर्ने हुन्छ। मसँग फोटो, त्यो फोटो जुन छ त्यो ठुलो देखियो, त्यसलाई हामीले अहिले ल्याउन सकेनौँ। नो फाइल चुज भनेर देखायो, ठुलो भएको हुनाले। अब तपाईँले अलिक सानो फाइलतिर लैजानुपर्ने हुन्छ। तपाईँको कुन फाइल छ सानो सानो भनेपछि यतातिर हेर्दै जान्छौँ। ओके, मैले यसलाई हेरेँ, ल यो फाइलमा गएँ र यसलाई ओपन गरेँ। 1 MB भन्दा सानो फाइल चाहिने हो हामीलाई। ओके, यहाँनिर आइसकेको छ। यति काम गरिसकेपछि यो अपडेट प्रोफाइलमा सेलेक्ट गर्नुहोस्। तपाईँको प्रोफाइल अपडेट भयो। अब तपाईँले ट्रेनिङ लिनुपर्ने हुन्छ। यो अन्तिममा ट्रेनिङ भन्ने अप्सन तपाईँले देख्नुहुनेछ, यो ट्रेनिङमा सेलेक्ट गर्नुहोस्। यहाँ यो पहिलो अप्सनमा सेलेक्ट गर्नुहोस्। अब तपाईँको यो सिकाइ चौतारी शिक्षक अभिमुखीकरण भन्ने छ, यहाँ तपाईँले एउटा की राख्नुपर्ने हुन्छ। यहाँ तपाईँलाई इनरोलमेन्ट की भन्ने लेख्ने ठाउँ आउँछ, CEHRD@2082 यति लेख्नुहोस्। इनरोल मीमा सेलेक्ट गर्नुहोस्। यो यहाँनिर मिस्टेक लेख्नुभयो भने यहाँनिर यस्तो समस्या आउँछ, C क्यापिटल EHRD@2082 यसरी लेखेर इनरोल मीमा सेलेक्ट गर्नुहोस्। ओके, अब तपाईँको तालिम सुरु भयो। अब यसलाई पुरा गर्नको लागि अगाडि बढ्नुपर्ने हुन्छ। सबभन्दा पहिलो काम यो सहभागी सर्वेक्षणमा जानुहोस्। केही क्वेसनहरू सोध्छ, ती क्वेसनको एन्सर दिनु सजिलो हुन्छ। जस्तो एन्सर द क्वेसनमा सेलेक्ट गर्नुहोस्। तपाईँको पुरा नाम अङ्ग्रेजीमा भनेको छ, भोलि सर्टिफिकेटमा सजिलो हुन्छ। त्यो पुरा नाम अङ्ग्रेजीमा लेख्नुहोस्। हेर्नुहोस् है, हिराचन्द्र अधिकारी। अब मैले हिराचन्द्र अधिकारीबाट पहिला एउटा सर्टिफिकेट लिइरहेको थिएँ, फेरि यता कतै समस्या पनि हुनसक्छ। मैले एससी अधिकारी लेखिदिएँ नि त, त्यहाँ अगाडि एससी पनि थियो। एससी अधिकारी, तपाईँले आफ्नो पुरा नाम लेख्नुहोस् ल। मैले हिराचन्द्र अधिकारी हो एससी लेखेँ, किनभने पहिला मैले लिइसकेको छु, प्रमाण पाइसकेको छु। तपाईँहरूलाई सिकाउनको लागि म यो भिडियो बनाउँदैछु। त्यसपछि यहाँ तपाईँको मेल फिमेल केमा हुनुहुन्छ एउटामा सेलेक्ट गर्नुहोस्। उमेर कति वर्ष हो तपाईँको त्यो उमेर लेख्नुहोस्। जति वर्ष छ त्यति उमेर यहाँ लेख्न सक्नुहुन्छ। अनि तपाईँको समावेशी समूह के भित्र पर्दछ त्यसलाई सेलेक्ट गर्नुहोस्। विद्यालयको इएमएस आइडी लेख्नुहोस्। आफ्नो विद्यालयको इएमएस आइडी लेख्नु होला। त्यो विद्यालयको पुरा नाम, अनि तल गइसकेपछि त्यो विद्यालयको पुरा नाम, विद्यालय कुन प्रदेशमा छ त्यो प्रदेश सेलेक्ट गर्नुहोस्। अनि त्यसपछि कुन जिल्लामा छ त्यो जिल्ला सेलेक्ट गर्नुहोस्। यहाँ जिल्ला हाम्रो अब कैलाली गर्नुपर्छ। यहाँ कैलाली छैन, हेर्नुहोस् त केबाट। कैलालीका साथीहरूलाई अप्ठ्यारो छ, अब छैन भने यसलाई छोडिदिनुहोस्। त्यसपछि कुन पालिकामा पर्छ, पालिका छ कि छैन हामी त्यो पालिका हेर्नेछौँ। पालिका हाम्रो घोडाघोडी हो, हामी त्यो घोडाघोडी जीबाट जाँदैछौँ। त्यसरी जी अल्फाबेट हुन्छ, घोडाघोडी पालिका छ, पालिका लेख्यौँ। तपाईँ कुन तहमा पढाउनुहुन्छ, आधारभूत माध्यमिक जे छ त्यसलाई यसो सेलेक्ट गर्नुहोस्। जुन तहमा पढाउनुहुन्छ त्यो तहमा सेलेक्ट गर्नुहोस्।
कुन विषय पढाउनुहुन्छ, जुन विषय पढाउनुहुन्छ त्यो विषयमा तपाईँले सेलेक्ट गर्नुहोस्। नेपाली, म्याथ जे विषय छ नि त्यो विषयमा तपाईँले गर्नुहोस्। तपाईँको विद्यालयमा आइसिटी छ या छैन, छ भने 6मा सेलेक्ट गर्नुहोस्। के कस्ता पूर्वाधारहरू छन्? स्मार्ट बोर्ड पनि छ, कम्प्युटर ल्याब पनि छ, इन्टरनेट पनि छ, मल्टिमिडिया प्रोजेक्टर पनि छ। जे छ त्यसमा टिक लगाउनुहोस्। त्यसरी गर्दै जाने हो। सिक्न वा सिकाउन चाहेको प्रयोगमा ल्याउनुहुन्छ भनेको छ यहाँनिर प्राय सिक्न वा सिकाउन, सिकाइ चौतारी कतिको प्रयोगमा ल्याउनुहुन्छ भनेर छ प्राय जसोमा लेख्नुहोस्। त्यसपछि यो कोर्स किन लिन चाहनुहुन्छ भन्ने चाहिँ यहाँनिर अप्सन छ। सिकाइ चौतारीलाई प्रयोगमा ल्याउन, सिकाइ चौतारीलाई सिकाइ प्रयोगमा ल्याउनमा क्लिक गर्नुहोस्। सम्पन्न कति समय दिनुहुन्छ भनेको छ, म सक्छु लेख्दिनु। अब हाम्रा सबै यो माथिको हामीले एन्सर दिइसकेपछि सबमिट योर एन्सर यसरी क्लिक गर्नुहोस्। अब हाम्रो यो काम पनि भयो। त्यसपछि यहाँनिर कन्टिन्यू भन्ने अप्सन देख्नुहुनेछ, यो कन्टिन्यूमा सेलेक्ट गर्नुहोस्। त्यसपछि अब तपाईँ दोस्रो चरणमा जानुभयो। यहाँ डन भइसक्यो। कोर्सको परिचय यो के दिएको छ यसलाई सरल पढ्नुहोस्। सिकाइ चौतारी शिक्षक अभिमुखीकरण कोर्स। यो पुरै तपाईँले सुन्नुपर्ने हुन्छ, किनभने यसैबाट केही प्रश्नहरू सोध्छ, त्यसको उत्तर दिनुपर्ने हुन्छ। यो पुरै पढिसकेपछि अथवा यो पुरै सुनिसकेपछि, मैले सुनिसकेको छु त्यसैले मैले यो नेक्स्ट गरेँ। नेक्स्टमा जानुहोस्, पुरै सुन्नुहोस् है। सबै यो फोटोहरू यताउता देखाउँछ, यसलाई स्क्रोल गर्दै जानुहोस्। अन्तिममा तपाईँले यहाँनिर नेक्स्ट भन्ने अप्सन देख्नुहुनेछ, यो नेक्स्ट गर्नुहोस्। फेरि यहाँ नेक्स्ट गर्नुहोस्। अब यो पढ्नुहोस् ल, यो तपाईँले सबै पढ्नुपर्छ, फुर्सद निकाल्नु पर्यो। यहाँ दिएको विषयवस्तु जे छ यसकै आधारमा तपाईँलाई क्वेसनहरू सोध्छ होइन। यो क्वेसनहरू यो सबै पढ्नुपर्छ। मैले अहिले नपढेरै अगाडि लिएँ, मैले पढिसकेको छु। यहाँ यसरी तल सार्दै जानुहोस्, यो पढ्दै जानुहोस्। यहाँ जे आउँछ होइन। यहाँनिर हाम्रो पृष्ठभूमि खण्ड 1 छ, यसरी गर्नुहोस्। यो 7सम्म जान्छ। अब यो पढ्नुहोस् है। सिकाइ सामग्रीहरू कति छन् पुरै यो तपाईँले पुरै अध्ययन गर्नुपर्छ, सब अध्ययन गर्दै जानु। अनि त्यसपछि यसलाई फेरि यहाँ सेलेक्ट गर्नुहोस्, यो पढ्दै जानुहोस्। यो पुरै पढ्नुपर्छ, यसैबाट तपाईँहरूलाई क्वेसन दिने हो ल। यो तपाईँले मैले जस्तै गरेर सार्नुभयो भने फेरि तपाईँहरूलाई यो प्रमाणपत्र मिल्दैन। तपाईँले त यसरी गर्दै जानुपर्ने, यसलाई चाहिँ हेर्दै जानुपर्ने, यो पढ्दै जानुपर्ने हुन्छ। यो 7वटा खण्ड छन्, 3वटा खण्डसम्म पुग्यो। कस्तोलाई के भन्ने छ, यसरी जानुहोस्। यो एउटा भिडियो आउँछ, यो भिडियो पुरै सुन्नुहोस्, पुरै भिडियोहरू हेर्नुहोस् होइन। यो बिचबिचमा केही क्वेसनहरू तपाईँलाई आउन सक्छन्, यो गर्नुपर्ने हुन्छ। यो भिडियो सुन्दै जानुभयो भने बिचबिचमा केही क्वेसनहरू आउँछन्, त्यो क्वेसनहरूको एन्सर दिने पुरै अडियोहरू सुन्दै जानुहोस् तपाईँले। यो सबै तपाईँले पुरा गर्नुहोस्, यो सुन्नुहोस्। माथि सुनिसकेपछि नेक्स्टमा क्लिक गर्नुहोस्। फेरि यहाँ दिएको यो सबै तपाईँले पढ्नुपर्ने हुन्छ। मोरमा जानुहोस्। अब यहाँ हेर्नुहोस् त, तपाईँले माथि पढेको आधारमा यहाँ लेख्नुपर्छ। तपाईँले यहाँनिर खाली ठाउँहरू दिएको छ। तल दिएको पाठमा रिक्त स्थानमा उपयुक्त शब्दहरू लेख्नुहोस्। सही उत्तर लेखेपछि जाँच गर्नुहोस्, बटन थिच्नुहोस्। पुनः प्रयास गर्न सकिने सुविधा पनि उपलब्ध छ। यसमा अन्तिममा यो सबै गरिसकेपछि 10वटा क्वेसन दिन्छ र त्यो 10वटा क्वेसन मध्ये तपाईँले 6वटा मिलाउनु भयो भने मात्र तपाईँले सर्टिफिकेट प्रमाणपत्रहरू पाउनुहुन्छ, नभए मिल्दैन। तर यसमा त तपाईँले चेक गर्दै फेरि पुनः गर्न पनि मिल्छ। जस्तो शिक्षाशास्त्रको परिभाषा, शिक्षणशास्त्र पेडागोजी भन्नाले शिक्षण र यहाँनिर के लेख्ने, यहाँनिर सिकाइ प्रभावकारी रूपमा छ, यो ज्ञान भन्ने छ है। यहाँनिर ज्ञान मैले पढेको हुनाले मलाई दिन सजिलो भयो। तपाईँहरूलाई यो पढ्नै पर्ने हुन्छ, नभए तपाईँले दिन सक्नुहुन्न। त्यसपछि ज्ञान हस्तान्तरण गर्ने भन्ने अध्ययन गर्दछ। शिक्षाशास्त्रको उद्देश्य, शिक्षाशास्त्रको मुख्य उद्देश्य शिक्षणलाई प्रभावकारी, शिक्षण प्रक्रियालाई के मिल्ला यहाँनिर, शिक्षण प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित, वैज्ञानिक भन्ने वैज्ञानिक। त्यसपछि यसले शिक्षकलाई योजना बनाउन, योजना। तपाईँले माथि पढेको आधारले, मैले पढेको हुनाले मात्र भन्न सकेको, तपाईँले अब यो पढ्नुपर्ने हुन्छ ल। माथि नपढेर, माथिको अध्ययन नगरेर गर्न सकिँदैन। शिक्षणलाई केवल जानकारी दिने प्रक्रिया होइन, सहभागिता। यहाँनिर सहभागिता, सोच व्यवहार परिवर्तन गराउने प्रक्रिया बनाउँछ। यसले शिक्षण सिकाइलाई सजग, उत्तरदायी र सृजनशील यति लेख्नुभयो भने
यसरी यो खाली ठाउँ यस्तो बिचबिचमा अरू पनि आइरहेको हुन्छ। यो गर्नुभयो भने यहाँनिर चेक भन्ने अप्सन आउँछ, हेर्नुहोस् त, चेक गर्नु। सहभागिता छ नि, सहभागिता भएछ, रिट्राई गरेर फेरि पुनः लेख्न सक्नुहुन्छ यहाँनिर सहभागिता। यहाँ अलि मिस्टेक मेरो 5वटा मिलेको छ, 6 मा 5वटा मिल्यो। यसरी अगाडि बढ्दै जानुहोस्। यसरी अगाडि बढ्दै पढ्दै अनि ती क्वेसनहरूको एन्सर दिँदै अब फेरि अर्को क्वेसन आयो। जस्तो तपाईँहरूको यहाँ कुनै है यसरी यहाँ बिचमा मैले अहिले पढेको छैन, यसरी लिँदै तपाईँले पढ्नु पऱ्यो, माथिको पढेर यसरी राख्नुपर्छ। यसरी राख्ने कुन ठाउँमा मिल्छ मैले त्यत्तिकै राखेँ, फेरि यही नराख्नु होला। अघिको त मैले अध्ययन गरेको थिएँ, अहिले त्यत्तिकै यी सबै सकिन्छन्। पछि तपाईँले कहाँ राख्नुभयो यो यतापट्टि सकिँदै जान्छ। यसरी अहिले मैले त्यत्तिकै राखेको छु, यसरी तपाईँले राख्न पाइन्छ भनेर मात्र हो। मैले अहिले कुनै अध्ययनै नगरेर म यहाँ राख्दैछु। यहाँ तपाईँले यसरी गलत पनि हुनसक्छ कि अहिले त मैले केही कुनै हेर्नुहोस्, त्यो पुरै सिद्धिन्छ। यहाँका यिनीहरू सबै सिद्धिन्छन्। यसरी राखिसकेपछि कति मिल्यो भनेर यहाँनिर चेक गर्न मिल्छ। अनि यहाँ नेक्स्ट गर्दै जानु। यसरी नेक्स्ट गर्दै सबै सिद्ध्याउनु पर्ने हुन्छ। यो सिद्ध्याइसकेपछि अन्तिममा तपाईँलाई फेरि 10वटा क्वेसनहरू दिन्छ। त्यो 10वटा क्वेसन मध्ये तपाईँले 6वटा क्वेसनहरू मिलाउनु भयो भने तपाईँलाई प्रमाणपत्रहरू सर्टिफिकेट दिन्छ। त्यो सर्टिफिकेटलाई तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ। सबै कम्प्लिट गर्नुभयो भने तपाईँको यो अन्तिममा यो मूल्याङ्कन भन्ने आउँछ। माथिको सबै प्रक्रिया पुरा गर्नुभयो भने लास्टमा यो मूल्याङ्कन भन्ने आउँछ। आइडीलाई लगइन गर्नुहुन्छ, त्यसपछि यो ट्रेनिङमा जानुहुन्छ। ट्रेनिङमा गइसकेपछि फेरि यसो हेर्दै जाँदा तपाईँले यहाँ अन्तिममा मूल्याङ्कन भन्ने पाउनुहुन्छ। यो मूल्याङ्कनमा यसरी यो एरो छ नि, यहाँनिर मूल्याङ्कनको यतापट्टि यो एरोमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ प्रश्न उत्तर हेर्नुहोस् है, यहाँनिर प्रश्न उत्तर, यहाँनिर यो प्रश्न उत्तर लिनुपर्ने हुन्छ। यो प्रश्न उत्तर पनि मैले डन गरिसकेँ। हेर्नुहोस् है, मैले डन गरिसकेँ। तपाईँको यहाँ डन नहोला, तपाईँले यहाँ प्रश्न उत्तरमा क्लिक गरेर यहाँ प्रश्न दिन्छ, त्यो प्रश्नको उत्तर दिँदै जाने। होइन, 10 मा 10 ल्याएको छु मैले। तपाईँहरूलाई यो ठाउँमा क्वेसनहरू दिन्छ, नेक्स्ट गर्दै जानुपर्छ। प्रश्नको उत्तर त्यही छनौट गर्ने हो। बहुवैकल्पिक प्रश्नहरू हुन्छन्, त्यसलाई छनौट गर्दै जाने। अब त्यसपछि तपाईँको प्रमाणपत्र यहाँनिर हेर्नुहोस् त, प्रमाणपत्र भन्ने अप्सन आउँछ। यो प्रमाणपत्रमा क्लिक गर्नु। ओके, यहाँ हेर्नुहोस्, यहाँनिर प्रमाणपत्र आइसक्यो। डाउनलोड गर्नको लागि यहाँनिर प्रिन्ट पनि गर्न सक्नुहुन्छ यहाँनिर। ओके, यस्तै भिडियो हेर्नको लागि हिराचन्द्र युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिल्नु होला। तपाईँलाई यो सिकाइ चौतारी सम्बन्धी कुनै समस्या आयो भने मेरो यस भिडियोमा कमेन्ट गर्नुहोस्। त्यो कमेन्टको आधारमा म तपाईँको समस्याको समाधान गर्नेछु। धन्यवाद, नमस्कार।